स्टुडेन्टको घरमा खानाको इन्भिटेसन थियो, राम्रो रिजल्ट भएको लागि र हामी गइरहेथ्यौं। त्यसैको भिडियो र सानो हजुरसित राख्दै छु। मलाई चाहिँ हिँड्ने बेला के लगाउँ हुन्छ, जति लुगा भए पनि कहिले पनि पुग्दैन जस्तो सबैको हैन। हजुरहरुको पनि त्यस्तै हुन्छ होला, मलाई पनि सेम। यो कालो चादर मेखेला लगाउँ कि यो साडी लगाउँ, यो साडी चाहिँ गएपाली हजुरहरु सबैजनाले मन पराउनु भयो अनि यसैलाई लाउने डिसिसन लिएथे मैले। यो चाहिँ बेसी झिकझाक हुन्छ जस्तो लागेर लगाइन। अनि साथमा लिएर चाहिँ यो पर्स, यो चाहिँ मलाई एकजना बडीले गिफ्ट दिनुभएको थियो र धेरै मन पर्छ। अनि रेडी भएर हतार निस्के, सन्चो सारे थिएन, त्यही पनि जान मन थियो। अब इन्भिटेसन थियो जब स्टुडेन्टको घरमा भनेर गए। यसरी पुगिहाल्यौं। पुगेपछि एकछिन बसेर उनीहरूले हामीलाई राम्रोसँगले आवगत गर्छन् नि त हैन। अब स्टुडेन्टको घरमा टिचरहरु जाँदाखेरि त सबैले गर्नुहुन्छ। अनि यसरी चिया पानी खुवाए। पहिले चाहिँ पिठा सिठा दही सिरा पनि थियो, मैले भिडियो चाहिँ उठाउन सकिन। यसरी बसिरहेको थियौं हामी सबैजना। त्यहाँ पछाडी फेरि खाना भात साथ हैन, मासु सासु गरेर माछा सासा गरेर खाना थियो। खानाको भिडियो चाहिँ मलाई गर्न गाह्रो भयो, किनकि अब स्टुडेन्टको घरमा गएर मिसले मोबाइल लिएर घुरिराख्दा पनि अप्ठ्यारो हुन्छ। अनि यता तामुल र पानी चाहिँ हाम्रो बान हैन अखमियाको। अनि भिडियो अलिअलि छुपी गरे। यही स्टुडेन्ट चाहिँ यसैको घरमा गइरहेथ्यौं। यो चाहिँ हाम्रो मिसको छोरो हो। अनि म चाहिँ अलिअलि भिडियो चोरी भए पनि गर्दै थिएँ। अब भिडियो गर्ने मान्छे क्रिएटर भएपछि के गर्नु हैन। भाइ हामीसँगै काम गर्छन्, उनले बाइकको चलाइरहेको भिडियो पनि गरे। अनि एकछिन भिडियो बनाऊ भनेर मलाई फोटो उठाऊ भनेको भिडियो भएछ। गोरेर आयौं। अनि खाइबोइ गरेर सबैसँगले राम्रो सम्मान भेटिन्छ। अब टिचर भएर स्टुडेन्टको घरमा जाँदाखेरि त हैन, राम्रोसँगले खुवाइ गरेर हामीलाई पठाए। यसरी अब उनीहरूले यसरी खेवा गर्छन् कि खेवा गर्दाखेरि चाहिँ अब सबैको भिडियो उठाउन सकिँदैन। मैले चाहिँ उठाइन। अब खेवा गरेर आशीर्वाद लिन्छ स्टुडेन्टहरूले सबैलाई। अनि यसरी अब आएर आइसक्रिम खायौं। ठन्डा नखाइ हुन्न, आइसक्रिम नखाइ हुन्न हैन। त्यही भएर यस्तो मोटाइन्छ। म चाहिँ मोटाइरहेको छु। यो बेग चाहिँ धेरै माया लाग्छ र त्यही भएर यो भिडियोमा अलिकति भए पनि राखेँ मैले। यो भिडियो बेगलाई मलाई बढी एकजनाले दिनु भइरहेको थियो, त्यही भएर माइतकी। मेरो भिडियो कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहुन्छ भन्ने आशा गरे। राम्रो लागेमा अवश्य कमेन्ट गर्नु होला। सम्पूर्ण भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद।